भागवत गीता कसले पढ्नु भएको छ? मैले चाहिँ पहिले पढेको थिएँ, पुरै कम्प्लिट गर्न पाइनँ, इङ्ग्लिसमा किनेको थिएँ। आज अनबक्सिङ हुँदैछ। अनि मैले पहिले किनेको थिएँ, अनि त्यतिखेर अलिअलि पढ्न पाएँ, अनि त्यसपछि पढिनँ। अनि त्यो बुक फेरि कसै साथीले लानुभयो, त्यही भएर मैले यो बुक फेरि मगाएँ क्या। यो भागवत गीताको किताब फेरि मगाएँ। अनि मैले एउटा ल्याएको थिएँ, अफिस लगेको थिएँ, अनि हाम्रो अफिसको मिसलाई पनि पढ्न मन लागिरहेको रहेछ। अनि उहाँले पनि पढ्न मन लागेको छ मलाई नि भन्नुभयो। मैले उहाँलाई दिएर यो फेरि मैले अर्को मगाएँ है। यो हेर्नु है। अनि कसले पढ्नु भएको छ, के सुधार आयो आफूमा, के बुझ्नुभयो यो बुक पढेर भन्नु ल। मलाई चाहिँ यो भागवत कस्तो लाग्छ भने अहिले हाम्रो नेपालको संविधान भए जस्तै, अनि संविधान बमोजिम चाहिँ राज्य र राज्यको नागरिक चल्या जस्तै, पहिले चाहिँ यो सत्ययुगमा चाहिँ यसमा भए जसरी चाहिँ त्यति बेलाका देवी देवताहरू चल्नुहुन्थ्यो जस्तो लाग्छ क्या। जस्तो लाग्छ होइन, होला नै। अनि त्यही भएर मलाई नेपालको संविधान जति हामीले पढ्न महत्त्वपूर्ण छ, म कानुनको विद्यार्थी भएको नाताले भन्दैछु, जति हामीले नेपालको संविधान पढ्न महत्त्वपूर्ण छ, संविधान बुझ्न महत्त्वपूर्ण छ, त्यति नै हामीले यो श्रीमद् भागवत गीता पनि पढ्न आवश्यक छ। हाम्रो मनको आनन्द शान्तिको लागि, हाम्रो एउटा सेल्फ डिसिप्लिनको लागि, आध्यात्मिक हुनको लागि मात्रै पढिन्छ भन्ने चाहिँ मलाई लाग्दैन। यो आध्यात्मिकताको लागि मात्रै हो जस्तो लाग्दैन मलाई। त्यसैले सकभर सबैजनालाई भागवत गीता पढ्नुहोस्। यसले चाहिँ आफूमा एउटा डिसिप्लिन हुन्छ। हामीले आफूमा चाहिँ मेन्टेन गर्छौँ, म्यानरमा बस्छौँ भन्ने चाहिँ छ। अनि कति धेरै कुलतमा फस्नेहरू युथहरूले पनि अहिले चाहिँ यो भागवत गीता पढेर आफ्नो मार्ग चाहिँ क्लियर गर्नुभएको छ, आफ्नो सही बाटोमा लाग्नुभएको छ। अनि धेरै जसोले मैले एकदम धेरैले पढेको देखेको छु क्या। यो बुक चाहिँ बिजनेसम्यान, डक्टर, इन्जिनियर एभ्री वानले पढेको देखेको छु। त्यही भएर मलाई चाहिँ यो फेरि मगाउन मन लागेर फेरि मगाएँ। तपाईँहरूलाई पनि चाहिन्छ भने भन्नु, बरु म मगाइदिन्छु है। पे चाहिँ तपाईँहरूको हुन्छ, पेइङ चाहिँ। मैले चाहिँ यो मगाएँ। कति पर्छ मैले पे चाहिँ गरेँ होइन, म क्युआर गरिदिन्छु भनेको छु। कति पर्दो रहेछ हेर्छु म। दाम त यहाँ छ कि जस्तो लागेको थियो। 600 रहेछ, 600 रुपियाँ रहेछ। मैले चाहिँ उयो पैसा दिएको छैन क्या, अब हालिदिन्छु।